हेलो नमस्कार म धनबहादुर सिंहले तपाईँले हेर्दै हुनुहुन्छ मेरो धनबहादुर सिंह युट्युब च्यानल जसमा यो च्यानलमा चाहिँ तपाईँले मात्र टेक्निकल भिडियोहरू मात्रै हेर्न सकिन्छ हैन यो धनबहादुर सिंह युट्युब च्यानलमा चाहिँ तपाईँले टेक्निकल भिडियोहरू मात्रै हेर्न सकिन्छ मैले यसमा चाहिँ के गरेको छु भने तपाईँलाई आज फेसबुकको राइट म्यानेजर लिने कसरी हैन त्यसपछि कस्तो आउँछ भन्ने बारेमा चाहिँ म तपाईँलाई सिकाउन गइरहेको छु आशा छ तपाईँले यो हेरिसकेपछि तपाईँले पनि फेसबुकमा राइट म्यानेजर लिन सक्नुहुन्छ र मैले राइट म्यानेजर कसरी लिएँ भने चाहिँ तपाईँलाई म देखाउन गइरहेको छु राइट म्यानेजर कसरी लिने र राइट म्यानेजर लिइसकेपछि कस्तो देखिन्छ भन्ने बारेमा मेल कसरी आउँछ त्यो बारेमा पनि तपाईँलाई सिकाउन गइरहेको छु सो राइट म्यानेजर लिनको लागि तपाईँले पहिला फेसबुक राइट म्यानेजर भन्नुपर्छ फेसबुक राइट म्यानेजर भनेर हाल्नुपर्छ राइट म्यानेजर एन्ड मेटा भनेर आउँछ रिक्वेस्ट भनेर आउँछ तल रिक्वेस्ट गर्दा पनि भयो त्यसमा गरेर त्यसपछि राइट म्यानेजर लिनको लागि म तपाईँलाई सिकाउन गइरहेको छु हैन कसरी लिन सकिन्छ भन्ने कुरा लर्न मोडमा जानुस् त्यसैपछि यहाँ राइट म्यानेजरको लागि रिक्वेस्ट गर्नेको लागि यहाँ अप्सन आउँछ त्यसमा रिक्वेस्ट क्लिक गर्नुस् त्यसपछि यहाँ मेरो यो राइट म्यानेजर आइसकेको छ यसमा चाहिँ मेरो राइट म्यानेजर इज अलरेडी इनेबल्ड भन्ने छ यसमा चाहिँ मेरो राइट म्यानेजर म लिइसकेको छु एउटामा यसरी हुन्छ अनि मैले अर्कोमा हेर्छु तपाईँलाई अर्को मैले देखाउँछु राइट म्यानेजर लिइसकेको के चाहियो मैले यहाँ मैले राइट म्यानेजर फिल्ड लिनको लागि प्रोसेसिङ गरिरहेको छु त्यसको म तपाईँले देखाउनेछु सो मैले यसमा चाहिँ राइट म्यानेजर लिन प्रेस गरिरहेको छु हैन त्यसपछि यसमा राइट म्यानेजर लिनको लागि अब यहाँ आउँछ अनि त्यसपछि यसलाई रिक्वेस्ट गर्यो भने अब यसलाई चाहिँ राइट म्यानेजर लिन सकिन्छ यसमा चाहिँ छैन हैन त्यसमा मैले नभएपछि यसलाई टिक गर्छु यसरी राइट म्यानेजर लिनको लागि अनि भिडियोलाई राइट म्यानेजर लिन लाग्छु त्यसपछि मिडिया कम्पनी हो मिडिया कम्पनीलाई लिन लाग्छु मैले त्यसपछि पेमेन्ट राइट होल्डर यो चाहिँ तपाईँले कसको लागि लिन लाग्छु भनेर हुन्छ त्यसको राइट होल्डर भनेपछि मैले मेरो पेजलाई राखेँ पेजको नेम राखेँ पेजको नेम राखेँ कम्पनीमा एउटा ब्रान्ड भन्छ त्यसमा राखेँ त्यसपछि म यो दिइहाल्छु भिडियोहरू आएको छैन है त्यसमा हुन्छ त्यसपछि तपाईँले भिडियोहरू कुन भिडियो तपाईँको कतिको बेस्ट चलेको त्यो भिडियो तपाईँले यसमा भिडियोको लिङ्कहरू हाल्नुपर्ने हुन्छ म यहाँ भिडियोको लिङ्कहरू हाल्छु पपुलर भिडियो एउटा यो छ सेभ गर्छु त्यसपछि यसको कपी लिङ्क गर्छु त्यसपछि म यहाँ गएर एउटा लिङ्क 5 वटा हाल्नुपर्छ चाहिँ एउटा भयो मेरो त्यसपछि कुन टप चल्यो त्यो भिडियोहरू मैले हाल्छु है अलिक भ्युजहरू जानेहरू मैले हेरेर हाल्छु अर्ग्यानिक भ्युजहरू अर्को आउँछ हाल्नुपर्छ तल छ भने मेरो भ्युजहरू हेरेर गएको यो हाल्दा नि केही प्रयोग भएन यो हाल्दा नि केही भएन यस्तो गर्ने आज नेपालका गरेर सेभमा जाने एउटा क्लिक गर्ने अनि यसमा एउटा भिडियो हाल्ने फेरि त्यसपछि फेरि अर्को पनि हाल्ने यहाँ क्लिक गर्छ प्रथम शहीद का त्यसपछि तपाईहरु कुन गएको धेरै गएको हैन तपाईँ हेर्न सक्नुहुन्छ नारायणी नदीमा डुबेर विपद तपाईँले 5 पछि तपाईँलाई मैले 3 थालिसकेको छ अब 2 थाल्न बाँकी छ भएका गैरेकोटका एकै घरका त्यो अनुसार यहाँबाट हाल्न मिल्छ क्या भ्युजहरू टप भएको चाहिँ हाल्नुपर्छ अर्ग्यानिक अनि राम्रो मैले माउसको अर्ग्यानिक यहाँ छ होइन कपिराइट आउँछ हेलो धन्यवाद छ कार्यक्रम सञ्चालक
नेपाल मगर सङ्घ बुढीटार कार्य समितिका सचिव कुन कुन हुन्छ त्यो एक चाहिँ म हाल्छु एकदम Jadi jangan kita nak kira pos orang yang beli tadi cek dia. Masa ngai एउटा के भन्छ त्यसपछि यो युट्युब छ युट्युब पनि हाल्छु म होइन मेरो युट्युबको चाहिँ यो यसको लिङ्क हाल्छु म लिङ्क छ होइन योमा चाहिँ के भयो पर्दैन नहाल्यो भने के फरक पर्दैन तर यसमा चाहिँ लेख्नु पर्यो कि मलाई राइट म्यानेजर चाहियो राइट म्यानेजर दिनु पर्यो भने त्यसमा लेख्नु पर्यो लेखेर तपाईँले त्यसलाई हाल्नु पर्यो होइन मैले त्यसमा राइट म्यानेजरलाई रिक्वेस्ट गर्दै भनेर मैले हालेँ यसमा चाहिँ delete about in 1 to 3 लेखेर हाल्नु पर्यो मलाई जस्तो कि मलाई राइट म्यानेजर चाहियो मेरो राइट म्यानेजरको लागि लिङ्क दिनु भनेर होइन राइट म्यानेजर होइन त्यो गरेर लेखेर हाल्नु त्यसको तपाईँले मेलमा हाल्नुहोस् त्यसरी तपाईँले सेन्ड गर्नुहुन्छ यसरी नै आउँछ